हामीले के बुझ्नुपर्छ भने हाम्रो प्रशासनमा जनरल एजुकेसन पढेका व्यक्तिहरूको बाहुल्यता भयो। लोकसेवा त उसैको खोल्छ, उनीको बाहुल्यता छ। तर डाक्टर इन्जिनियरहरूको तपाईँलाई कोटाहरू खोल्दैन। अहिले जनतालाई डाक्टरको कति आवश्यकता छ, समाजमा इन्जिनियरको कोटा कति आवश्यकता छ। डाक्टर भनेको फर्स्ट माइन्ड हो, तर उसको दरबन्दी खोल्दैन। त्यसकारणले यसलाई हामीले ख्याल गर्नु पर्दथ्यो। डाक्टर एउटा डाक्टर पोलिटिसियन बन्न सक्छ, एउटा डाक्टर तपाईँले एडमिनिस्ट्रेटर बन्न सक्छ, म डाक्टर पोलिटिसियन बन्न सक्छ, तर म डाक्टर बन्न सक्दिनँ। यो कुरालाई हामीले बुझ्न सकेका छैनौँ। म इन्जिनियर बन्न सक्दिनँ, तर उनीहरू सबै चिज गर्न सक्छन्। त्यसकारणले हामीले फर्स्ट ब्रेनलाई ब्रेक गरेका छौँ, रोकेका छौँ। जबसम्म हामीले प्रतिस्पर्धामा फर्स्ट ब्रेनलाई खोल्दैनौँ, कोटाहरू खोल्दैनौँ, मुलुक अगाडि बढ्न सक्दैन। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।